टिप्नु गएको कहाँको टिप्नु त्यहाँनिर घिउ राख्नु हुने रे भन्नुहुँदै थियो के भयो जानुभएको कहाँ जानुभएको कहाँ जानुभएको जङ्गलघारीमा कहाँ जानुभएको सब्जी टिप्नु सब्जी लैजाउँ है बहिनी सब्जी लैजाउँ है सब्जी हाल्दैछ के हाल्दैछ है बहिनीले सब्जी हाल्दैछ के हाल्दैछ बिचरा मामाले दुःख सुख चाहिँ सब्जी खाने चाहिँ रोप्नु भएको रहेछ एक दुई छाक कतै कता टिपेको मामाले उता लानुको लागि हो सिली खानुपर्छ त्यो चाहिँ घिउसिली रहेछ देउसिरी खेल्दैछ पारी गेलिनु चाहिँ हौ सुरे भन्दो रहेछ हिना भुक्ता हिना टङ 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 भन्दैछ पुरो भक्कु लाग्यो बहिनीको लुगामा है पुरो बनाइस् हौ यति चाहिँ टिपे यति चाहिँ छैन यति टिपिसक्यो यहाँ पनि रोप्नु भएको रहेछ तर त्यो चाहिँ बिउ राखेको भन्नुहुँदैछ ओह्राली हिँड्न अब ल जाउँ यता अब टिपिसकेर फर्केको कपालमा पो लागेछौ पुरो हिँड ल छिटो हिँड ए मासु पो लानु बिर्सिस् हौ हुन्छ तर अहिले आऊ केही बिर्सिन होला हौ केही बिर्सेन होला हुन्छ
हजुर पाएछ। खै हौ भयो निस्क्यो। अब चाहिँ घरबाट निस्केको हामी चाहिँ यहाँनिर दिपाको सब्जी हाम्रो चाहिँ ल हिँड हिँड ए लु अब चाहिँ पर गएको दिपा नानाकोमा फेरि घरबाट बहिनी आइ भनिदेऊ घरबाट हामीले कोसिस लिएको हामीले झन् कतिको ल्याइदिनु बेसी छैन लानु बेसी छ। छोरी ज्वाइँलाई चाहिँ के साह्रो माया गर्नु चाहिँ 3 प्याकेट बिस्कुट ल्याइदिएको थियो। बहिनी बिस्तारो औ छिटो बल्ल बल्ल गाडीमा आएर चाहिँ पसेर अब चाहिँ नानाकोपट्टि लागेको हामी 3 जना नानी चाहिँ ठुलो नानी चाहिँ तल घुम्नु गएको छ।